ओके साथीहरू वेलकम ब्याक। र आज चाहिँ हामी स्ट्यान्डर्ड इन्टिग्रल पार्ट 2 हामी गर्दैछौँ। यो चाहिँ हामीले 14.2 एक्सर्साइजहरू गर्दैछौँ। र अब हामी 1 नम्बर स्टार्ट गर्छौँ। 1 नम्बर एकदम सजिलो छ। तपाईँले यसलाई फर्मुला चाहिँ तपाईँलाई थाहा हुनु पर्यो र तपाईँलाई फर्मुला थाहा भयो भने भइगयो। र यसलाई चाहिँ अब हामीले फर्मुलामा डाइरेक्ट लाने भनेपछि यो 5 को स्क्वायर माइनस 3x को होल स्क्वायर dx। अब यो चाहिँ फर्मुलामा गयो। फर्मुलामा कस्तो फर्मुला a स्क्वायर माइनस रुट अन्डर a स्क्वायर माइनस x स्क्वायर वाला फर्मुला भयो नि। हो त्यसको फर्म के छ भन्नुस् त 1/2x x यो x मा 3x भयो हो। x मा के भयो 3x अनि रुट अन्डर माथिको सबै माथि दिन्छ त्यही हुन्छ 9x स्क्वायर अनि प्लस 1/2 a स्क्वायर हो। a भनेको के छ 3x हो नि त हो। ए सरी a भनेको के छ 5 छ 5 अब 5 स्क्वायर 25 मल्टिप्लाई 25 sin इन्भर्स x by a x भनेको 3x by a भनेको 5 प्लस c यानी कि 3x/2 25 minus 9x square plus 25/2 sin inverse 3x by 5 plus c यति नै हुन्छ। अब बुककै जस्तो एन्सर मिलाउने हो भने 1/2 3x 25 minus 9x square plus 25 sin inverse 3x by 5 plus c यो 1/2 कमन लिएर गर्दा पनि हुन्छ। ल अब क्वेशन नम्बर 2 मा हेर्नुस्। क्वेशन नम्बर 2 मा यस्तो छ यसमा फर्मुला लान डाइरेक्ट मिल्दैन हैन। अब हामी आफैले फर्मुला बनाउने ट्राई गर्नुपर्छ हो। त्यसको लागि हामी लेट वी कन्सिडर x minus alpha equal to y and differentiate on both side with respect to x। यति गर्दाखेरि के हुन्छ dx minus alpha by dx equal to dy by dx। यसलाई डिफरेन्शिएट गर्दाखेरि यति हुन्छ। यो तपाईलाई थाहा छ। अब यो अब हामी चाहिँ यसलाई सेपरेट गर्नुस्। यसलाई छुट्टै गर्दा यसको चाहिँ कन्स्ट्यान्ट हुन्छ यसको 0 हुन्छ यसको 1 हुन्छ भनेपछि डाइरेक्ट लेख्दा हुन्छ dy by dx भनेपछि dy equal to dx। यो एउटा यसलाई नोट गर्नुस्। र अर्को भनेको x भनेको के हुन्छ y प्लस अल्फा हो नि त। x भनेको y प्लस अल्फा यहाँबाट यति हुन्छ नि त हो। यो दुईटा कुरालाई चाहिँ तपाईले नोट गर्नुस् अहिले। ओके अब हेर्नुस् अब हामी भ्यालु डाइरेक्ट पुट गर्छौँ। अब हामी डाइरेक्ट हाल्दाखेरि हेर्नुस् इन्टिग्रेसन अब x माइनस अल्फा भनेको y हो। अब हेर्नुस् x माइनस अल्फा भनेको के छ y छ। अब बीटा माइनस x भनेको के हो x भनेको त यहाँनिरबाट निकाल्दा y प्लस अल्फा भनेपछि अब माइनस भएपछि दुईले के हुन्छ माइनस y माइनस अल्फा भयो। बुझ्नुभयो यो अल्फा हो अनि यहाँ dx। अब हेर्नुस् यहाँसम्म तपाईँ क्लियर हुनुभयो भयो। अब हेर्नुस् यहाँ हेर्नुस् है यो y भयो। अब यो y चाहिँ हामी डाइरेक्ट गरौँ बीटा माइनस x माइनस बीटा माइनस अल्फा माइनस y गर्दै dx भइगयो। अब हेर्नुस् यसले यो टर्मलाई र यो टर्मलाई छुट्टै गर्दिम क्या छुट्टै गर्दिम भनेपछि के हुन्छ y बीटा माइनस अल्फा माइनस y स्क्वायर dx। यसमा तपाईले क्लियर बुझ्नुभयो। अब हामीले कम्प्लिटिङ स्क्वायर गर्नु पर्यो क्या। कम्प्लिटिङ स्क्वायर गर्नको लागि हामीले मतलब के गर्नु पर्यो भन्दाखेरि माइनस कमन लिम y स्क्वायर माइनस y बीटा माइनस अल्फा भइगयो dx भयो। अब हेर्नुस् कम्प्लिटिङ स्क्वायरको लागि हामीले सबभन्दा सुरुमा यसलाई के गर्नु पर्यो फर्मुलामा लानु पर्यो। अब हेर्नुस् है यहाँ y लिइसकेपछि यो सबैमा dy दिनुपर्छ है। यहाँ मिस भएछ हामीले dx = dy निकालिसकेको छौँ dy भयो। यसमा बुझ्नुभयो भयो। अब यहाँनेरि अब फर्मुलामा लाँदाखेरि के हुन्छ y स्क्वायर भइगयो माइनस अब y भयो। अब यहाँ 2 थप्दिम अनि बीटा माइनस अल्फा बाइ 2 2 क्यान्सल हुन्छ सेम हुन्छ 2ab भयो। अब b त यो हो नि त भने बीटा माइनस अल्फा बाइ 2 को होल स्क्वायर प्लस गरेपछि माइनस पनि गर्नु पर्यो भनेपछि माइनस बीटा माइनस अल्फा बाइ 2 को होल स्क्वायर भयो। यसमा कुरो क्लियर भयो भने अब dy यहाँ dy छ। र अब हेर्नुस् अब यसलाई फर्मुलाबाट फर्मुलाको फर्मुला लग्नु पर्यो क्या। अब माइनस अब हेर्नुस् यो भनेको के हो y माइनस बीटा माइनस अल्फा बाइ 2 को होल स्क्वायर हो नि त हो। अब माइनस अब यो मात्र बाँकी छ बीटा माइनस अल्फा बाइ 2 को होल स्क्वायर अब dy भयो। अब फेरि अर्को टर्ममा लाँदाखेरि अब हेर्नुस् है अब यहाँदेखि ओके अब हेर्नुस् अब यहाँ यति क्रम आयो नि। अब माइनसको के काम अब हामी यसलाई के गर्दिम आशा पल्टाइदिउँ मतलब उल्टाइदिउँ। अब उल्टाइदिँदा के हुन्छ भन्नुस् त अब मतलब उल्टाइदिने भनेको पुरै उल्टाइदिने हैन ब्र्याकेट खोल्दिने भनेको अनि ब्र्याकेट खोल्दा के हुन्छ बीटा माइनस अल्फा बाइ 2 को होल स्क्वायर माइनस y माइनस बीटा माइनस अल्फा 2 को बाइ 2 को होल स्क्वायर अनि यतिको dy। यो माइनसले यो ब्र्याकेट खोल्दा यति हुन्छ नि त सबैलाई ब्र्याकेट खोल्दा यति हुने रहेछ हो। अब हेर्नुस् अब ब्र्याकेट खोल्दा फेरि फर्मुलामा आके आएन यो भनेको a हो यो भनेको x हो कस्तो फर्ममा आयो a स्क्वायर माइनस x स्क्वायर dx यो फर्ममा आके आएन हो। यो फर्मको फर्मुला के हो थाहा छ नि त नयाँ बुक हेर्नुस्। म फर्मुला लेख्दिन डाइरेक्ट एन्सर लेख्छु बुझ्नुभयो बुकमा पनि छ। अब हेर्नुस् मैले डाइरेक्ट फर्मुला लगाएर लेख्दाखेरि के हुन्छ फर्मुला लगाएर लेख्दाखेरि बीटा माइनस 2 भइगयो यति भयो y माइनस बीटा माइनस अल्फा बाइ 2 भयो अनि रुट अन्डर भइगयो रुट अन्डर बीटा माइनस अल्फा बाइ 2 स्क्वायर माइनस अल्फा माइनस बीटा माइनस अल्फा 2 y को होल स्क्वायर भयो अनि यसको पुरै होल स्क्वायर भयो प्लस बीटा माइनस अल्फा बाइ 2 को यसको होल स्क्वायर भयो अनि यहाँ मल्टिप्लाई साइन इन्भर्स y माइनस बीटा माइनस अल्फा बाइ 2 भयो प्लस c अनि यो मुनि त भइगयो यो मुनि भनेको बीटा माइनस अल्फा बाइ 2 भयो। यसमा तपाईले कुरा क्लियर बुझ्नुभयो केही गरेको होइन बस यो फर्मुला थाहा छ नि तपाईलाई फर्मुलामा आफैले लानु खोज्नुस् सबै मिल्छ। तपाईँ फर्मुलामा चाहिँ लानुस् क्या एक्चुअली फर्मुलामा लानु पर्ने तपाईको यति एन्सर आउँछ हो। अब हेर्नुस् यति एन्सर आएर भन्नु त y त एजुम गरेको भ्यालु अब म सिधै गर्छु। अब मैले यसलाई एरेन्ज गर्छु 2y माइनस b प्लस अल्फा बाइ 4 x माइनस अल्फा बीटा माइनस x भइगयो अनि प्लस
बीटा माइनस अल्फा बाई 2 into 4 कति हुन्छ 2 into 4 भनेको 8 भइगयो अनि साइन इन्भर्स 2y माइनस बीटा प्लस अल्फा यति भयो माइनस x यति भयो। तपाईँ यसरी गर्दै जानुहोस्, तपाईँ कन्टिन्यू जानुहोस् होइन, यहाँनिर कन्टिन्यू गर्नुहोस्। तपाईँको फर्मुला हो क्या, तपाईँलाई सबभन्दा तपाईँलाई चाहिएको भनेको यो हो नि त, यो फर्मुलामा आयो नि त। फर्मुलामा आउने बित्तिकै तपाईँ सिधै जानुहोस्, अलिक लामो हुन्छ, यहाँ भिडियो पनि अलिक लामो हुन्छ है। र तपाईँको फाइनल एक्सप्रेसन चाहिँ कति हुन्छ भन्दाखेरि तपाईँको फाइनल एक्सप्रेसन यति हुन्छ। तपाईँ गर्नुहोस् है त, कन्टिन्यू गर्नुहोस् है त्यबाट। ल साथीहरू, अब क्वेसन नम्बर 3 मा रहेको छ 5 - 2x + x स्क्वायर dx। अब सबभन्दा सुरुमा तपाईँले यसलाई फर्मुलामा लानुपर्ने हुन्छ, फर्मुलामा लान मिल्छ। x स्क्वायरलाई रिअरेन्ज गरौँ 2x + 5 dx भइगयो। अब हेर्नुहोस्, अब यसलाई गर्दाखेरि x स्क्वायर भइगयो -2 डट x, 1 मल्टिप्लाई 1 प्लस 1 भइगयो, फर्मुलामा जाने यति भइगयो। अब यो प्लस 1 त थप, यो त यहाँबाट निकाली 5 बाट प्लस 1 अब कति गर्नु पर्यो, प्लस 4 गर्नु पर्यो dx। यति फर्मुलामा गयो, यति फर्मुलामा जाँदा के हुन्छ x - 1 को होल स्क्वायर प्लस 4 भनेको प्लस 2 को होल स्क्वायर। अब हेर्नुहोस्, यो फर्मुलामा गयो कि गएन, कस्तो फर्मुलामा गयो, यो भनेको x स्क्वायर प्लस a स्क्वायर dx को फर्मुलामा गयो। त्यसको फर्मुला के हुन्छ, त्यसको फर्मुला भनेको x, अब x भनेको कति हुन्छ, x भनेको 1 छ बाइ 2 अनि मल्टिप्लाई, अब यो सबै यो लेख्ने त्यसको ठाउँमा यो सिधै लेखेर हुन्छ x स्क्वायर भइगयो। अब प्लस अब a स्क्वायर बाइ 2, a स्क्वायर भनेको त्यो a स्क्वायर भनेको यो हो, a स्क्वायर भनेको 4 बाइ 2 log x प्लस x माइनस, अब x भनेको यो हो नि त, यति प्लस अब यो माथिको ब्र्याकेट पुरै प्लस c। यसमा कुरो क्लियर छ भनेको x - 1 बाइ 2 5 - 2x प्लस x स्क्वायर प्लस 2 log x - 1 प्लस 5 - 2x प्लस x स्क्वायर प्लस c। एन्सर यति नै हो। यसको फर्मुलामा गर्दाखेरि कसरी भने, फर्मुलामा गर्दाखेरि यसको पनि सिधै केमा हुन्छ, फर्मुलामा जान्छ हो। यो भनेको x स्क्वायर माइनस 6 को स्क्वायर dx भइगयो। यो पनि x स्क्वायर माइनस a स्क्वायर को फर्मुला गयो भनेपछि फर्मुलामा जाँदा के हुन्छ, सिधै हामीले फर्मुला लगाएर गर्दा हुन्छ है त। तपाईले फर्मुला चाहिँ याद हुनु पर्यो। अब यो भनेको a स्क्वायर बाइ 2 भनेको 36 भइगयो, a स्क्वायर भनेको अब log x 4 x भइगयो, x स्क्वायर माइनस 36 अनि प्लस c भइगयो। यो भनेको x बाइ 2 x स्क्वायर माइनस 36 अनि बाइ 18 log x प्लस x स्क्वायर माइनस 36 प्लस c। एन्सर यति हो। 5 नम्बरको गर्दाखेरि 5 नम्बरको पनि एकदम इजी छ। यसलाई पनि तपाईले अब फर्मुलामा जान खोज्नुस्, फर्मुलामा जान्छ। अब हेर्नुस्, x √3 को होल स्क्वायर गर्नु भने हुन्छ यो प्लस √5 को होल स्क्वायर dx भइगयो। अब हेर्नुस्, यो फर्मुलामा गयो नि, सिधै फर्मुलामा गयो, x स्क्वायर प्लस a स्क्वायर को फर्मुला गयो भनेपछि अघि जस्तै फर्मुलामा हाल्नुस् 3x स्क्वायर प्लस 5 भइगयो प्लस 5 बाइ 2 भयो अनि log x √3 प्लस 3x स्क्वायर प्लस 5 भइगयो प्लस c। यसमा भयो। अब हेर्नुस् है, बुकमा चाहिँ दुईटैलाई मल्टिप्लाई 1 बाइ √3 ले गरेको छ, त्यो हुँदाखेरि चाहिँ दुईटैलाई मल्टिप्लाई 1 बाइ √3 ले गरिदिने हो भने चाहिँ यहाँ दुईटैलाई 1 बाइ √3 ले मल्टिप्लाई गरेको छ बुकमा, त्यो हुँदा चाहिँ x बाइ 2 भइगयो 3x स्क्वायर प्लस 5 प्लस अनि 5 बाइ √3 2 log x √3 प्लस 3x स्क्वायर प्लस 5 प्लस c दिन्छ है त। अब यसको गर्दाखेरि यसको पनि एकदम इजी छ। यसको लागि तपाईले सबभन्दा सुरुमा हेर्नुस्, यो x स्क्वायर माइनस भन्दा चाहिँ त्यही भएर तपाईले माइनस कम दिनुस्, x स्क्वायर प्लस 2x माइनस 3 भइगयो dx भइगयो। अब हेर्नुस्, अब तपाईले के गर्नु पर्यो भन्दाखेरि फर्मुलामा लानु पर्यो। अब x स्क्वायर भइगयो प्लस 2x पनि भइगयो। अब 1 चाहियो तपाईलाई हो। अब यहाँ 1 मल्टिप्लाई गर्ने नगर्ने भयो, तपाईले मल्टिप्लाई गर्ने मल्टिप्लाई 1। अब प्लस 1 गर्नु पर्यो नि त। अब प्लस 1 गरेपछि माइनस 1 पनि गरिदिनु पर्यो, माइनस 3 एज इट इज छ, बुझ्नुभयो भयो dx। अब हेर्नुस् है, अब यति त फर्मुलामा गयो नि त भनेपछि x प्लस 1 को होल स्क्वायर माइनस को हो नि त, माइनस को भनेको माइनस 2 को होल स्क्वायर, यति भनेको माइनस 2 को होल स्क्वायर भयो dx। अब हेर्नुस्, अब यसलाई यो माइनस हटाउनु पर्यो, माइनस हटाउँदा के हुन्छ 4 अथवा सिधै 2 स्क्वायर माइनस x प्लस 1 को होल स्क्वायर dx भयो। यहाँसम्म तपाईले कुरो बुझ्नुभयो। अब हेर्नुस्, अब यो चाहिँ के हो, फर्मुलामा गयो गएन भयो। फर्मुलामा गर्दाखेरि x प्लस 1 बाइ 2 3 माइनस 2x माइनस x स्क्वायर, मैले सिधै फर्मुला लगाएर गरेको है, तपाईँले बुझ्नुहुन्छ भन्ने कुरा भयो। अनि साइन मैले यहाँ प्लस गरेँ, साइन 4 बाइ 2 साइन इन्भर्स x प्लस 1 बाइ 2 प्लस c भइगयो। यति भयो, मतलब पुरै फर्मुला लगाएर यति भयो। यसमा तपाईले कुरो बुझ्नुभयो। फर्मुला लगाउँदाखेरि अब x प्लस 1 अब यसलाई फेरि न्यू एक्सप्रेसन फाइन्ड गर्दा x स्क्वायर प्लस 2 साइन इन्भर्स x प्लस 1 बाइ 2 प्लस c। यसमा तपाईले कुरो क्लियर बुझ्नुभयो। यति नै हुन्छ। यसलाई गर्दा पनि एकदम सजिलो तरिका छ। यो भनेको के हो, 2x को होल स्क्वायर भइहाल्छ। यो भनेको अब हेर्नुस्, 2 फर्मुलाको 2 भइगयो टाइम्स, अब यो a भनेको 2x भयो भने 2 to 4x यतिको टाइम्स 1 गर्नु पर्यो प्लस अब 1 चाहियो नि त, b भनेको त 1 रहेछ हो प्लस 1 भइगयो। अब प्लस 5 बाँकी रहेको प्लस 4 बाँकी रहेको 4 dx। अब हेर्नुस्, यति फर्मुलामा गयो नि, भयो 2x माइनस 1 को होल स्क्वायर प्लस 2 को होल स्क्वायर dx। अब हेर्नुस्, यति फर्मुलामा गयो, यति फर्मुलामा जाँदाखेरि के हुन्छ, यो भनेको त के को फर्मुला हो, रुट अन्डर x स्क्वायर प्लस a स्क्वायर dx। यसको फर्मुला तपाईलाई थाहा छ नि हो, अनि सिधै फर्मुला लगाउनुस् तपाईँ। के हुन्छ 2x माइनस 1 बाइ 2 रुट अन्डर 4x स्क्वायर माइनस 4x प्लस 5 भइगयो, यति भइगयो। अनि प्लस 4 बाइ 2 log 2x प्लस 2x माइनस 1 प्लस 4x स्क्वायर माइनस 4x प्लस 5 प्लस c भयो 2x माइनस 1 बाइ 2 4x स्क्वायर माइनस 4x प्लस 5 भइगयो प्लस 2 log 2x माइनस 1 प्लस
4x स्क्वायर माइनस 4x प्लस 5 भइगयो प्लस सी। अब तपाईँ बुकको एन्सर मिलाउन चाहनुहुन्छ भने चाहिँ बुकको एन्सर मिलाउने हो भने चाहिँ 1/2 ले मल्टिप्लाई गरिदिनुहोस्। यहाँ पनि 1/2 ले मल्टिप्लाई गर्दा यहाँ 1 यो 4 हुन्छ, यो 2 क्यान्सल हुन्छ, यतिकै एन्सर गर्दा हुन्छ। क्वेसन नम्बर 1 को पनि एकदम इजी छ। यसको लागि तपाईँले सुरुमा यो माइनसमा चाहिँ भएर माइनस कमन दिनुहोस्। x स्क्वायर माइनस 2ax 2ab जस्तो भयो नि त हो। x भइगयो। अब b को ठाउँमा के रहेछ, a रहेछ नि त भने तपाईँले a स्क्वायर थप्नुपर्ने हुन्छ। थपेपछि माइनस पनि गरिदिनु पर्यो भयो। अब यति फर्मुलामा यहाँ हेर्नुहोस् है, यति फर्मुलामा गयो नि त, यति फर्मुलामा गयो भने माइनस अब ब्र्याकेट x माइनस a को होल स्क्वायर माइनस a स्क्वायर रहेछ नि त हो, यति रहेछ b। अब हेर्नुहोस्, अब यो माइनस हटाउनु पर्यो क्या तपाईँले, इन्टिग्रेसन a स्क्वायर माइनस x माइनस a को होल स्क्वायर dx यति फर्ममा आयो नि हो, यतिमा हेर्नुहोस् न फर्मुलामा आयो कि आएन, कस्तो फर्ममा आयो, फर्मुला के हो, फर्मुला के थियो a स्क्वायर माइनस x स्क्वायर जस्तो dx यसको फर्ममा आयो नि हो। यसको फर्ममा आएपछि तपाईँलाई फर्मुला थाहा छँदैछ, डाइरेक्ट फर्मुला हाल्दिनु। अब बाई 2 x/2 भइगयो अनि ब्र्याकेटमा सबै सेम यति लेख्नु भनेको यति लेख्नु हो नि त, तपाईँलाई थाहा छँदैछ। अब प्लस a स्क्वायरको ठाउँमा a को ठाउँमा a नै रहेछ, त्यही भएर साइन इन्भर्स x/a प्लस c एन्सर यति नै हुन्छ। बुझ्नुभयो भयो।